आजको फाइनल खेल पानबारी गोल्डकपको फाइनल खेलमा चाहिँ फेरि पनि कार्यक्रममा आफ्नो मन्तव्य राखिदिनुका लागि समारोहका प्रमुख अतिथि नेपाल सरकार के छ आजको खेलको के छ हाम्रो समर्थन कताको टोलीलाई हुनेछ कि के छ नेपाल फुटबल दुईटैलाई हो शुभकामना दुईटै टिमलाई ल ठिक छ ल ल ठिक छ लु अलिक हामी पर्छ पुगेर आउँछौँ अङ्कल ओहो हजुर सलामै सलामै हजुर के छ हाम्रो आजको खेलको वस्तुस्थिति राम्रै छ हामी कताको समर्थनमा छौँ कि के छौँ हामी चाहिँ के भन्छ छिमेकी पनि केराबारी हो अब्बल रूपमा के भन्छ यो धनकुटा पनि अब्बलै फाइनल त्यतिकै पुग्दैन होइन हो त्यो भएर दुवै टिमलाई नै म चाहिँ शुभकामना व्यक्त गर्छु ए ल ठिकै छ सङ्घर्ष आज दोस्रो पल्ट पानबारी गोल्डकप प्रतियोगिताको आज दर्शकलाई दोस्रो पानबारी गोल्डकपको उत्साहपूर्वक हेरिदिन र धन्यवाद दिन र साथीहरू के छ आजको कुन टिमलाई समर्थन छ धनकुटा ल ल ल ल ठिक छ बोले पनि पुरै बताइसकेको हुनाले यो पानीको यहाँ बारेमा दुःखेको पुस्ता छ त्यसले भएको पानबारी हो के छ हजुर आजको गेमको प्रेडिक्सन के छ कुन टिमले जित्न सक्छ कताको समर्थन हुन्छ धनकुटाबाट हो ल ठिक छ तपाईँ धन्यवाद के छ आजको टिम कसले जित्छ भाइ अब खेल सुरु भएपछि थाहा होला अहिले नै भन्न सकिँदैन धन्यवाद हाम्रा खेलाडीहरू यहाँ जब पाएन अहिले गुम्बा सामाजिक रूपमा हामी अगाडि बढ्नलाई जानकारी गराएर खेलकुदमा अहिले सामाजिक उत्तरदायित्व अहिले खेलकुद पनि गरेको हुनाले हामीसँग विभिन्न संस्थाहरू भाइ के छ आज कताको समर्थन हो कताको समर्थन हो धनकुटा ल धनकुटा धनकुटा ल ल यो सबै धनकुटाको टिम हो कताको ल धनकुटा हो ल केराबारी धनकुटा सँगै हो ल म आउन बोल्छु ल ल तपाईहरु दोस्रो पानबारी गोल्डकपमा जुन किसिमको सहभागी उत्सव छ त्यसलाई म नमन गर्न चाहन्छु सलाम गर्न चाहन्छु अभिवादन गर्न चाहन्छु जय नेपाल भन्न चाहन्छु र पानबारीका सम्पूर्ण जनतालाई सम्पूर्ण दर्शकहरूलाई जुन उत्साह छ अझ उत्साह बढाइदिनलाई आगामी वर्षमा म बसे पनि नबसे पनि तपाईहरु सहयोगको प्रतिबद्धता व्यक्त गर्दै आफ्नो भनाइ यही अन्त गर्छु धन्यवाद नमस्कार जय नेपाल धन्यवाद उहाँ हुनुहुन्थ्यो आजको हाम्रो यस समापन समारोहका प्रमुख अतिथि नेपाल सरकार युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीज्यू उहाँले आफ्नो मन्तव्य यहाँहरू माझमा राखेर यहाँबाट बिदा भइसक्नु भएको छ र म फेरि पनि आसन ग्रहण गराउने क्रमलाई नै जोड्न चाहन्छु आसन ग्रहण गरिदिनुका लागि केराबारी गाउँपालिकाका अध्यक्ष गाउँपालिकाका वडाध्यक्ष वडा नम्बर 6 का वडाध्यक्ष श्री उपेन्द्र लुङ्गेली मगरज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु र अबको पालोमा भने दोस्रो संस्करणको पानबारी गोल्डकपको फाइनल खेल सुरु हुन गइरहेको यहाँहरू सम्पूर्णमा म जानकारी गराउन चाहन्छु कृषिबाट परिचित हाम्रो पानबारी खेलकुद मार्फत पहिचानको नयाँ तयारी अरुण राई धीरज राई अमिता राई तुलसी गुरुङ भने सह प्रायोजकतर्फ हुनुहुन्छ धरान उपमहानगरपालिका वडा नम्बर 6 वडा कार्यालय र आजको यस प्रतियोगिताको फाइनल खेलको विजेताले प्राप्त गर्नेछ नगद रु 2,22,222 रुपैयाँ ट्रफी मेडल भने उपविजेताले प्राप्त गर्नेछ नगद रु 1,11,111 रुपैयाँ ट्रफी र मेडल र आजको यस खेल भने रहेको सम्पूर्णमा म जानकारी गराउँदै खेलाडीहरूलाई मैदान प्रवेश गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु
के छ यो कताको समर्थन छ कि के छ क्याम्पसबाट हो खेलाडीहरूको सम्मानमा यसलाई स्थानबाट उभिनका लागि म सम्पूर्ण महानुभावहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। कता सपोर्ट के छ सपोर्ट कताको दुईटाको ल अल द बेस्ट ल वेलकम सिधै माथि सिधै माथि आज भएको धनकुटा भर्सेस केराबारीको फाइनल खेलमा दर्शक समुदायहरूको राम्रो उपस्थिति देखिरहेको छ। हामी समर्थन कताका छौँ के छ ल ल ल हाम्रो अहिलेको म्याक्सिमम तपाईँको यो पाटोमा सबै हामी धनकुटाको समर्थन छौँ होइन धनकुटा देखेर अब हामीले यहाँदेखि चाहिँ तपाईँको यो भागमा चाहिँ अलिकति केराबारी यो सबै भागमा केराबारीको समर्थन देखिरहेको छौँ होइन। हेरौँ अब आजको गीत कस्तो हुनेछ। यति भन्दै फेरि म यस्तो पछाडि आउनेछु। धन्यवाद। कताको समर्थन हो कि के छ केराबारीको हो ल ल ठिक छ ल ठिक छ जय जय नेपाल। धन्यवाद। अबको पालो भने समापन समारोहको हाम्रो दाजुभाइ कलेक्सनबाट पनि आउनुभएको छ अहिले हाम्रो रोशन पटवालज्यू। हाम्रो साथी भएर हार्डवेयर सेन्टरबाट पनि आउनुभएको छ हाम्रो सुमन निरौलाज्यू।